जुन मानिसले महिनाको लाख रुपैयाँ कमाउन थाल्छ नि, ऊ आफैलाई प्रधानमन्त्री जस्तै ठान्छ। म प्रधानमन्त्री जस्तो व्यक्ति हुँ, राम्रोसँग कुरा गर्नुहोस्। तर ऊ न त राम्रोसँग बोलिरहेको हुन्छ, न राम्रोसँग उठबस गरिरहेको नि हुन्छ, न त काममा अनुशासन देखाइरहेको हुन्छ, न अरूलाई साथ सहयोग गर्न पनि सकिरहेकै हुन्छ। उसको आउभाउ नि परिवर्तन भइसकेको हुन्छ। यदि साना साना सफलताले तपाईको व्यवहार नै नकारात्मक बनाइदिन्छ भने तपाई ठूलो सफलता पाउन योग्य बन्नु भएको छैन। जीवनमा ठूलो सफलता पाउनको लागि विनम्रता, अनुशासन र सकारात्मक सोच विचार हुनु एकदमै जरुरत हुन्छ।